भन्दा त भइहाल्छ नि ड्राइभरले अड्काइराख्छ चक्क सर्दैछ चक्क होइन जोई गाडीको जस्तो सो हामी अब जाँदैछौँ दादाले चाहिँ भर्खर फोन सोध्नु भयो गुड मर्निङ गाइज यो पनि छ हजुरलाई मेरो नयाँ भिडियोमा आशा गर्छु कि सबैजना सन्चै नै हुनुहुन्छ भनेर म पनि सच्चै नै छु र फर्स्ट अफ अल सबैलाई गुड मर्निङ म चाहिँ भर्खर उठ्नु आँटेको है अब चाहिँ उठेर मुखसुख धोएर तर लुगा धुनुपर्छ अन्त आज चाहिँ के हुन्छ भने चाहिँ आज चाहिँ जुनी दा आउनुहुन्छ है हामी चाहिँ तक जानुपर्छ आज अस्ति नै जानु भनेको थियो तर अस्ति चाहिँ जुनी दाको बहिनीको इक्जाम हुँदै थियो अन्त त्यही हेरेर नभएर चाहिँ दा भ्याउनु भएन हो आज चाहिँ इक्जाम हिजो सक्यो अन्त आज आउनुहुन्छ सो पहिला चाहिँ म मुखसुख धोएर ब्रस गरिहाल्छु है सो फ्रेम होइन म चाहिँ अघि हातखुट्टा धोएर दोकान गएर जेरेक्स गरेर आएको अन्त अब चाहिँ म टाउको नुहाउँछु अन्त रेडी हुन्छु एउटा चिज देखाउँछु है त्यो चाहिँ आज मैले लगाएको यो माथिको रियल मेट्रेड होइन कस्तो देखेको छ भन्नुहोस् होला यहाँ चाहिँ अब यहाँ चाहिँ म ड्याममै त्यो स्टिकर टाल्ने सोचिरहेको छु हो अन्त यहाँको लागि म स्टिकर मगाउँछु अन्त यो माथिको लागि चाहिँ त्यो टेप लाइट हुन्छ नि आरपिजी त्यो मगाउँ भन्ने सोचिरहेको छु र अब चाहिँ म टाउको नुहाउँछु है moments later म चाहिँ रेडी भइसक्यो होइन अब सो अब यो डकुमेन्ट हजुर होइन रेडी भइसकेँ हजुर अर्जिनल बोक्यो सो म चाहिँ किन गएको भन्दाखेरि चाहिँ नि गाइज होइन मेरो डकुमेन्ट्स बनाउनु पर्थ्यो नि त हो अन्त आधार कार्ड बनाउनु पर्थ्यो अनि त्यही कारण म आज तक्दा जाँदैछु तासँग सो फर्स्ट अफ वेदर चाहिँ अपडेट दिइहालौँ होइन वेदर चाहिँ नि अहिले फिलहाल घाम लागिरहेछ दामी होइन भरे के कस्तो हुन्छ थाहा छैन मम्पूको वेदर त एकछिन चेन्ज हुन्छ गाइज चाहिँ अब हिँडेको घरबाट ड्राइभ गर्नुहुन्छ यतातिर जानु भएको छैन भनेको ए चाहिँ एकदम खराब छ भन्नुहुँदैछ हामी चाहिँ पारि जाने यतिसम्म बनाउनु भएको छ त्यहाँदेखि यहाँ चाहिँ यहाँबाट चाहिँ भ्यू पोइन्ट हेर्ने बनाउनु हुँदैछ यहाँ टमी खोला छेउमा अन्त त्यो अलिक उता चाहिँ सिरी छ बाटो चाहिँ यस्तो छ यता स्टार्टिङ हो नि स्टार्टिङ अब अफरोडिङ आजको भ्लग चाहिँ अफरोडिङ यस्तै हामी स्कुटीमा जाँदा झरेर दुईजना हिँडेको अस्ति एक महिना सो गाइस हाम्रो रोड चाहिँ यस्तो छ बारी जाने
हाम्रोपट्टिको पनि रोड बनिन्छ है त यो त सबै आइरहेको छ यो त बिहान हामी कुद्नु जाँदाखेरि क्या उड्नु मान्छेलाई कागजको त माथि हो मिसिनदेखि नि म त तान्ने गाडी किन ल्यायो हजुर तपाईँले बाइक किन्नुभयो कति वर्ष हो 3.5 वर्ष राम्रो छ अहिले है अम्बो बाटो पक्रा है यहाँ त दह्रो पक्रिनु पर्ने छ झर्ने रहेछ नि नामा सकला त्यस्तै ओह्रालो उकालो होइन त पर पुगुङबाट के त भाइ हजुर त्यो सक्दा जाने ठाडो उकालो राम्रै छ होला टाढो जाने त्यो कुन चाहिँ काली खोला साइड भन्नुभयो ए त्यो बरबाटी पुल भन्नुभयो बरबाट पुलबाट अलिक उतापट्टि गएर छ नि एउटा त्यो त राम्रै थियो त त्यो नयाँ रोड बनाएको छ हामी त पानी झरीको दिन गएको यस्तो बाटोमा 3 जना स्कुटीमा हजुर कुन चाहिँ स्कुटी थियो यस्तो एन्टक एन्टक त तान्छ आयरनको हो नि त त्यसको दामी तान्छ नि त्यस्तै रहेछ नि अन्त नेक्स्ट भिगाउँछ योपालि यो रोडमा रेडी कहाँबाट गर्दैछ टाउकोमाथि होइन यहाँ छ नि साइडमा ए टाउकोमाथि एउटा फोनमा गाइज फोन चाहिँ मैले प्राइभेट मारेको छु होइन अनि यहाँ थर्किन्छ नि अलिक प्राइभेट हुन्छ रोडको अवस्था हेर्दा है त रोडको अवस्था एकदम खराब अलिकति दामी रहेछ यहाँ चाहिँ यही छ फाइनली हामी बारी आइपुगे आइपुग्नै आँटे पुल क्रसै गरिसक्नु अन्त नि भाइ हजुर खोला घारी जस्तो त्यो बाटो चाहिँ खोला घारी नै हो त्यो बाटो चाहिँ होइन अब पुलिङको ढुङ्गा उफ्रिँदै फाफ्रिँदै परेर मारे क्या बाटो यहाँको मान्छेहरू आएको मङ्कु है हजुर राम्रै होला बाटो हल्का फुल्का होला पुरै उक्लिँदैछ नि त बाटोले गर्दा है बाटो त के हो भाइ फेसबुकमा हालौँ भनेको गाइस मेरो भिडियो चाहिँ फेसबुकमा आउनु आँटेको छ है तपाईँहरूले फलो गरिदिनुहोस् होला फेसबुकमा माया देखाइदिनुहोस् होला गरिदिनुहोस् होला यहाँ कम्युनिटी हुँदैन त बारीमा पनि बाटो त
गाउँको बाटो अरे माकुरी